हे गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। के छ तपाईँहरूको होइन, आज चाहिँ फेरि पनि एउटा नयाँ भ्लग लिएर आएको छु म। अनि पछि अब अहिले चाहिँ कति 6 बजिरहेछ, त्यो 6 बजीतिर अब हामी हिँड्छ। मलाई केटाहरू चाहिँ आइरहन्। ल केटामा चाहिँ सबै आइसकेका छन् होइन। अब चाहिँ हामी यहाँबाट हिँड्छौँ होइन। कति बजी 6 बजेको छ। बाइक चाहिँ यो 3टा है। ल केटाहरू चाहिँ टक्कै लागिरहेको होइन। मेरो अवस्था चाहिँ तिनजनालाई सम्झाछ अनुप चौधरी अनि पछि यो रोहित चौधरी चाहिँ के गरे विजन चौधरी। यसलाई त चिन्नुहुन्छ वाइवा भन्ने। यस्तै छ। अब चाहिँ जान्छौँ मस्त। ल हामी चाहिँ कपुरकोट आइसकेका छौँ है त। हाल यस्तो छ। स्कुटी चाहिँ यिनले चलाइरहेको थिएँ। यस्तो छ सिन। यहाँबाट हिँड्छौँ अब यो स्कुटी मैले चलाउँछु। भ्लग गर्न चाहिँ पान्न होला। अब ओहो बाटो हेर्न सक्नुहुन्छ गाइस। बाटो यस्तै ठाउँ मात्रै देखायो क्या। सल्यान मन्सु सल्यान जाने बाटो नै हो यार। यस्तो छ ताल होइन। यी हेर्न सक्नुहुन्छ स्कुटी। जुत्ता 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 यस्तो जाँदा छ होला। तर ठाउँ चाहिँ बवाल रहेछ होइन। कस्तो दामी ठाउँ रहेछ। केटाहरू चाहिँ एकछिन बाइकलाई पनि रेस्ट दिइरहेछन्। त्यही हो यस्तो दामी ठाउँ मैले नयाँ कसम अझैसम्म पनि देखाएको थिएन। ल हामी चाहिँ शारदा बजारमा चाहिँ अब खानासाना खाइन्छ होइन। हेर्न सक्नुहुन्छ, थाहा पाउनुहुन्छ यो ठाउँ। यहाँका मानिसहरू चाहिँ चट्ट यहाँ शारदा भन्ने ठाउँ। ल त केटा अब खाम चट्ट खानासाना। खाना त आइसकेको छ। अब यिनको खाना आउनेछ। अब चाहिँ खान्छौँ हामी। त्यही हो मासु सासु। ल अब चाहिँ खानासाना भइसक्यो। अब चाहिँ जान्छौँ मलाई हामी। उता देखाऊ 0.5 मा। ल हामी चाहिँ अब गयौँ है। चाहिँ यहाँबाट सक्यो। चट्ट मान्छे चाहिँ यति धेरै आएर रहेछन् अहिले एकछिनमा। चट्ट हेर्न सक्नुहुन्छ। तपाईँ पनि आउनु होला। दाङबाट यहाँसम्म चाहिँ 82-80 किलोमिटर चाहिँ छ होइन। त्यही हो। म चस्मा लगाउनु क्या। ल हामी चाहिँ यहाँबाट हिँड्यौँ है। भर्खर नयाँ टोली आएको छ होइन।